किन बोलाउनु भयो मलाई यस्तो ठाउँमा? एउटा कुरा छ हैन नि, त्यहाँ बसेरै कुरा गरौँ न त। हुन्छ बस्नु न त। अब हेर हाम्रो अब माया बसी यतिका समय भइसक्यो, अब बिहे गरौँ भने पनि समाजले स्वीकार्दैन, परिवारले पनि स्वीकार्दैन। अब हामी के गर्ने? हुन त हो, तिमीले भनेको कुरा नि ठिकै हो नि। अब समाजको लागि हेरेर पनि त भएन नि। अब हामी यत्रो वर्ष रिलेसनमा बसेको, अहिले नै तपाईँसँग बिहे गरेर न त मेरो पढाइ नै पुरा हुन्छ, न त आमा बुवासँग सम्बन्ध नै राम्रो हुन्छ। हेर तिम्रो बाआमाको सपना, तिम्रो सपना पुरा गर्ने जिम्मा मेरो हो। तिम्रो घर परिवारको सपना, तिम्रो सपना पुरा गर्नको लागि भए पनि म खोलामै गएर जिती कुद्न तयार छु। तर तिमी र म चाहिँ यो स्वार्थी समाजबाट टाढा गएर बस्नु पर्यो। तर हामीले बेची गर्नुपर्छ। हामी यतिका बेरसम्म यहाँ बारीको बिचमा बसेको छौँ। यदि अहिले कसैले देख्यो भने मेरो मम्मी बाबालाई भनिदिनु भयो भने मार्नुहुन्छ। मन नपराउनु मान्छेलाई मैले मन पराएको छु, माया नलगाउनु पर्ने मान्छेसँग मैले माया लगाएको छु। यही मायाको कारणले न त म बाँच्न सकेको छु, न हाँस्न सकेको छु यो समाजमा। भाइ एकछिन पख त। हजुर दिदी, यहाँ आउन एउटा कुरा गरौँ। अनि तिम्रो त खुब चक्कर चलेर छ त्यो माथि जिम्मलको छोरीसँग। होइन हौ दिदी, तपाईँले के भन्नुभएको यस्तो? हो त भाइ, धेरै नाटक गर्नुपर्ने, धेरै ढाँटिरहनु पर्दैन। मसँग फोटो नि छ त्यो दुईजनाको। होइन दिदी, यस्तो नगरिदिनुहोस् प्लिज। यो फोटो कसैलाई नदेखाइदिनुहोस् दिदी, बरु यो फोटो डिलिट गरिदिनुहोस् न दिदी प्लिज। कहाँ हुन्छ यत्तिकै? मेरो एउटा सर्ट छ, मान्छौ? एकचोटि भनिहेर्नु नि दिदी। मलाई 10 लाख रुपियाँ देऊ न त, यो फोटो म डिलिट गरिदिन्छु। नत्र दिएन भने सबै फ्ल्यास गरिदिन्छु, टिकटक सबै गाउँभरि देखाइदिन्छु, फेसबुक सबै हालिदिन्छु। नलाउनु, मैले माया लगाइहालेँ दिदी, तपाईँले यस्तो नगरिदिनु। म सकेसम्म दिन्छु नि दिदी है। ल ल, त्यसो भए मलाई भोलि माथि डाँडामा भेट है। हुन्छ। होइन हौ, यो दिदीले अघि हामी बसेको सबै देख्नु भएछ कि क्या हो? जिम्मालाई लगेर यो फोटो देखाइदियो भने त जिम्मालले त मलाई त मार्छ। अब मैले के गर्ने होला?